प्लेन चढ्दा चक्लेट खाएको कुरा आउला, सिँगै प्लेन खाएको कुरा आउँदैन। हामीले चिया खाएको कुरा आउला, चिया बगान खाएको कुरा आउँदैन। हेटौडाको कपडा उद्योगको कपडा लाएको कुरा आउला, कपडा उद्योग खाएको मुद्दा आउँदैन। कुनै पनि दिन तपाईको सांसद, तपाईको अगाडि उभिरहेको सांसद, यी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कुनै पनि दिन भ्रष्टाचारको मुद्दामा पक्राउ पर्ने छैनन्। यताबाट काली गण्डकी बनेर रवि लामिछाने बग्दै आउनुभयो, यताबाट त्रिशुली बनेर बालन शाह बग्दै आउनुभयो, देवघाटमा भेट भयो र एउटै नारायणी बनेर बगिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी एक भएर जानेछ, एक ढिक्का भएर जानेछ। राष्ट्रिय स्वतन्त्र पार्टी फुट्छ, यो राष्ट्रिय स्वतन्त्र पार्टी अन्डा फुटे जसरी फुट्छ, न भुइँमा हुन्छ न भागमा हुन्छ भनेका छन्। ठिक भन्यौ साथी, राष्ट्रिय स्वतन्त्र पार्टी अन्डा फुटे जसरी फुट्छ, तर माउले कोरले पछिको अन्डा जस्तो अन्डा फुट्छ, चल्ला निस्किन्छ, हल्ला निस्किँदैन। राष्ट्रिय स्वतन्त्र पार्टी फुटेछ भने पनि मान्छे बनेर निस्किनेछ, मजबुत बनेर निस्किनेछ।